दार्जिलिङमा। अब यहाँदेखि चाहिँ हामी चिनबासमा है घुम्न जान्छ। त्यति बेला सबै चिनहरू देखाउँछ। एकदमै रनिङ गर्नुहोस्, राम्रो खानुहोस्, बस्नुहोस्। तिमी के नभन्ने, तिमी सिक भएको। अहिलेलाई चाहिँ बाई एकछिनमा भेटौँ। आज चाहिँ सेकेन्ड डे हो। आज पनि मजाको भ्लगहरू आउँछ है, यताउता घुम्न जान्छ। गाइस अब चाहिँ हामी घुम्न लाग्दै गए। रेडी सेडी भइसक्यो है गाइस। अब फेरि सेकेन्ड डे भ्लग चाहिँ दामी आउनेछ है। यहाँदेखि अब हामी घुम्न जानु आँटेको। चेक दिस आउट। हेलो गाइस, अब चाहिँ घुम्न निस्किनु आँटेको है। रेडी सेडी भइसक्यो हामी। दुर्बिन डाँडा त्यो सिन देख्नु परेन। जाडो चाहिँ छ छैन भन्दा पनि जाडो चाहिँ छ। तिमीहरू ननाउने मान्छे चाहिँ नहो यता। हेलो हेलो हामी दार्जिलिङ जाँदैछौँ सबैजना है। हाम्रो जति पनि साथीहरू छ हामी सबैजना दार्जिलिङ गइरहेको छ। र दार्जिलिङ जूहरू अनि होम स्टेसन हेरिटेज एरिया अनि मेमोरियल बतासिया मेमोरियल पार्क सबै आज घुमेर आउने। अनि दार्जिलिङको हाम्रो दार्जिलिङ राम्रो दार्जिलिङ भन्ने सन्देश लिएर चाहिँ आज उहाँहरूलाई पनि देखाइदिने। अनि जो आउनु भएको छ सबैलाई देखाइदिने है साथीलाई। अनि ऊ पनि हो दार्जिलिङको सन्देश आज तपाईँहरूलाई अपडेट दिँदै जानु। ल गाइस, बाँकीको अपडेट चाहिँ बादमा। अहिलेलाई चाहिँ बाई। फाइनली गाडीमा चढिसकेको छ है। यो जग्गाको नाम चाहिँ सोनादा हो। अहिले मेरो होम टाउन हो है। अनि यो चाहिँ एउटा बजार अहिले एकदमै डेभलप हुँदै गइरहेको छ है। अन्डर डेभलपिङ टाउन भनौँ न फ्रम दार्जिलिङ। अनि मेनली यहाँ चाहिँ मान्छेहरू बाहिरबाट व्यापार गर्नु जति पनि उयो गर्नेहरू सबै आउँछ। प्लस फेरि अर्को कुरा चाहिँ बाहिरबाट सौदापातहरू गर्नु किन आउँछ भन्दाखेरि यहाँ चाहिँ धेरै अरू जग्गाहरूभन्दा चाहिँ सस्तो पाउँछ। गाइस दार्जिलिङको टोय ट्रेन आउँदैछ। चेक दिस आउट। गाइस फाइनली हामी चाहिँ गुम्बा पुगिसकेको छ है। को बहिनी अरे? चेक दिस आउट गुम्बा। जेमेसी भएर यहाँ चढ्दैछ गाइस हामी चाहिँ। गाइस मोडलहरू पनि रहेछ। गाइस मोडलहरू पनि रहेछ। मोडल चाहिँ नट ब्याड लाग्यो मलाई हो। मृत्यु भएको शरीर अहिले पनि मम्मिफाई गरेर राखेको छ यहाँ माथि। गाइस जस्तो भए पनि भ्लगर हो होइन, मतलब भएन। एकदम भिडियो चाहिँ दामी आउनुपर्छ है। गाइस अहिले हामी चाहिँ 5 जना छ यहाँनिर। अहिले यहाँदेखि चाहिँ हामी है फर्स्ट गुम्बामा घुम्न आएको थिएँ। गुम्बा देखाइहाल्यो गाइस होइन। गाइस गुम्बा घुमिसक्यो। अब यहाँदेखि चाहिँ हामी अर्को जग्गा घुम्न जाँदैछ है। थाहा छैन कहाँ लान्छ उसले। टुरिस्ट गाइड जस्तो छ हाम्रो एकजना मजाको यहाँनिर 30K फलोवर छ भन्ने चाहिँ। घाम लागेर चाहिँ अलिक ठिक लाग्दैछ। नभए चाहिँ पुरा जाडो भएको थियो। अहिले चाहिँ हामी कहाँ घुम्न जाँदैछ अरे? घुम वर्ल्डको सेकेन्ड हाइस्ट स्टेसन अनि इन्डियाको फर्स्ट हाइस्ट स्टेसन त्यहाँ जाँदैछ हामी त्यही जाँदैछ। गाइस यो भन्न चाहन्छु उसको चाहिँ फेसबुकमा 30K फलोवर्स छ है गाइस। ऊ पनि यताको दार्जिलिङको त युट्युबर नै हो है, एकदम चिनाजाना युट्युबर हो गाइस है। अहिले म चाहिँ उसँग छु, हामी उसकै घरमा बसिरहेछ है। अब हामीलाई उसले लाँदैछ घुमाउनु। अनि गाइस जस्तो भए पनि हो भ्लगहरू मतलब होइन, भिडियो चाहिँ मजाको बनाउनु पर्ने छ गाइस है। अनि गाइस पछाडि यिनीहरू 3 जना कान्छी आमाको छोराछोरीहरू जस्तो पछाडि गएर बसिँदैछ गाइस, यहाँ छेउमा नबसेर हो। ल गाइस त्यहाँनिर गएर भेटौँ अहिले लागि, बाई। गाइस फाइनली हामी चाहिँ घुम पुगिसकेको छ। चाहिँ एकदमै हाइएस्ट स्टेसन इन्डियाको चाहिँ हाइएस्ट स्टेसन। खासमा चाहिँ यो वर्ल्डको हाइएस्ट स्टेसन थियो, तर चाइनाले चाहिँ योभन्दा पनि अग्लो स्टेसन बनाएको कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ यो चाहिँ वर्ल्डको चाहिँ सेकेन्ड हाइएस्ट स्टेसन भएको छ। ब्रिटिस टाइमको यो ड्रेस ब्रिटिस टाइमको यो ड्रेस क्या, ब्रिटिस टाइमको यस्तो उयोहरू टेलिफोनहरू रहेछ कि त्यो सामान बोक्नेले पनि यस्तो लाउनु पर्दो रहेछ, लाइसेन्स बोर्डर यस्तो क्या। त्यो टाइपराइटर हो नि त्यति बेला त्यो ताला चाबीहरू पनि बत्तो ऊ तिनीहरूले लेखेको पेन पेन्सिलहरू हो। यो छ नि यो 3 लाखमा कन्ट्र्याक्ट लेख्थ्यो कि
आऊ न म त अहिले बुझाउँछु मोरोक्को डिसेम्बर 1999 को आम्बो अहिले बुझाउँछु त्यो महात्मा गान्धी पनि आएको हो नि त महात्मा गान्धी पनि आएको दार्जिलिङ दार्जिलिङ हिमालय रेलवे सर म्याडमलाई बोक्ने अरे गाइस यो चाहिँ स्टेसन सुकुना स्टेसन हो अब सुकुनाबाट माथि आएपछि चाहिँ माथि आएपछि यो रङटङ र उयो स्टेसन यहाँ छ तिनधारिया लुप हो है त्यहाँबाट चाहिँ घैयाबारी स्टेसन हो यो सानो देख्यो यो सानो स्टेसन देख्यो नि घैयाबारी स्टेसन हो यो चाहिँ खरसाङ स्टेसन हो अब खरसाङ पछि हामी देखेको थियौँ स्टेसन हो यो चाहिँ घुम अहिले हामी जुन चाहिँ स्टेसन हो मोडल हो ट्रेनको मोडल दामी लाग्यो गाइस हैन हामी चाहिँ अहिले सबैभन्दा टपमा छ यस्तो राख्न मन पर्छ गाइस अहिले चाहिँ हामी है दार्जिलिङको एकदम टपमा छ घुममा अनि अहिले चाहिँ यहाँनिरको चाहिँ हैन उचाइ चाहिँ एकदम टप रहेछ म्युजियममा छ फोटो खिच्ने हेर्नेहरू सबले हेरिरहेछ चेक दिस आउट गाइस यो चाहिँ एकदम ह्यान्डसम देख्दैछ म भन्दा अलिकति जेलस भइरहेको छु म हैन पछाडिको यो कन्ट्र्याक्ट चाहिँ 3 लाखको भन्दैछ आम्बो सिलगढीदेखि दार्जिलिङको टुप्पोसम्म नै छ फाइनली घुमिसके हामी यहाँदेखि चाहिँ बाहिर निस्किँदैछ गाइस यहाँनिर पस्नु पनि पैसा लाग्दो रहेछ चाहिँ हामी बतासिया आइपुगिसकेको छौँ 15 मिनटको बाटो हिँडेर गाइस घुमेर आइसकेर चाहिँ अहिले बतासियामा छ 15 मिनट जस्तो हिँडेर आएको हामी है एकदम मजा आयो अनि हाम्रो हिन्दुस्तानको झन्डा वन्दे मातरम रकवाला गर्ने रहेछ झन्डाको लागि कञ्चनजङ्घा गाइस बसो त एकदम मजा आउँदैछ दामी लाग्दैछ गाइस नघुमेको प्लेसहरू घुम्दाखेरि मजा आउँदो रहेछ हैन गाइस फ्राइड राइस भइरहेछ है म चाहिँ यहाँनिर चिनले चाहिँ दार्जिलिङमा गाडी कुदाउँदैछ पुरा घुमेर चाहिँ थाक्यो अहिले चाहिँ घाम आएको है आज चाहिँ पुरा थाक्यो अझै हामी सबैजना छौँ मोमो 2 जग्गा चाउमिन 2 जग्गा अनि चाहिँ मजाले खाएर चाहिँ चौरास्तापट्टि जाने जाडो चाहिँ एकदम मखन लाग्यो गाइस मलाई जस्तो भयो नि हो सब चाहिँ दामी हुँदैछ होइन हरेक घुमेको एकदम फुटेजहरू चाहिँ एकदम आउँदैछ गाइस बेसी बोल्नु पाएको छुइनँ तर पनि होइन सिनहरू क्याप्चर गर्दैछु गाइस विश्वास गर्छु तपाईँहरूलाई मनपर्छ भनेर अहिले चाहिँ गाइस मोमो चाउमिन थुक्पा के अर्डर गरेको छ सो गाइस त्यसको वेटमा छ त्यो आएर खाइसकेपछि चाहिँ हामी यहाँदेखि चौरास्तापट्टि जानेछौँ गाइस मिल्छ थोड़ी देर बाद में तब तक के लिए बाय गाइस थुक्पा चाहिँ आइसकेको छ हो यसले अचार हालिदिँदैछ ओइ बेसी भयो ल यो चाहिँ हेर न मन खोलेर भन्दा नि चाक पिन्द्री सब पोल्ने हालिदिन्छ जाडो महिनामा त आम्मामा लगाइस थुक्पा मोमो आइसकेको छ हेर्नु सक्नुहुन्छ अब यसको चाहिँ मजाले नट ब्याड टेस्टी वाउ थुक्पा खाएको थियो झोल यति अचार हालेको थियो झोल आँखा पनि कोसेर हेर न एकपल्ट रातो भइरहेछ यस फाइनली चौरास्ता पुगिसकेको छ तपाईँहरू हेर्नु सक्नुहुन्छ यहाँनिर सप्लाई लो बा गाइस हामी चाहिँ चौरास्ता पुगिसकेको छ यहाँ हेर्नु सक्नुहुन्छ है कहिलेदेखिको चौरास्ता भनिरहेको थियो फाइनली आज चाहिँ चौरास्ता आइपुगिसकेको छ एकदम दामी लाग्यो गाइस मक्खन जस्तो रहेछ गाइस अब चाहिँ हामी चौरास्तादेखि जूमा जाँदैछ हैन एकैचोटि एकै दिनमा सबै घुम्ने भनेर सोचेको छ हामीले चाहिँ सबै पनि घुमिसक्यो अब लास्ट जू छ गाइस जू जानु आएको अहिले एक्सर्साइज गर्ने जग्गामा आइपुगिसकेको छ त्यही पनि यति खाइदिन हो 5 खेपदेखि बेसी हान्न देखो न
सो गाइस फाइनली हामी चाहिँ दार्जिलिङको जू पुगिसकेको छौँ। चेक दिस आउट। अब यहाँदेखि चाहिँ भित्र जान्छ, उहाँबाट टिकट लिएकिन हो गाइस। अनि भित्र चाहिँ सबै एनिमल छ, सबै देखाउने छु तपाईँहरूलाई। हामी चाहिँ भित्र पसिसकेको छ जूको अब है। अब भयो भने भ्लगर मतलब भएन, एकअर्कालाई सपोर्ट गर्नु पऱ्यो। अडियन्स भएर पनि एकदम है यत्रो मुस्किलले भ्लग बनाइराखेको छु गाइस। सबै फुटेजहरू निकाल्दैछु है। चलो अभी हम लोग म्यूजियम से निकल चुके गाइस। चेक दिस आउट। यहाँ पे ये बहुत बड़ा म्यूजियम था गाइस। अंदर कैमरा करना अलाउड नहीं था, इसलिए मैंने कुछ भी रिकॉर्ड नहीं किया। और गाइस चेक दिस आउट, ये उसका तेंजिंग शेरपा का कब्रिस्तान चैन बोलेगा गाइस। उसका डेड बॉडी यहाँ पे रखा हुआ था गाइस। चेक दिस आउट। यहाँ थियो है माउन्ट एभरेस्ट चढ्ने फर्स्ट मान्छे, स्ट्याचु त्यहाँ छ, डेड बॉडी यहाँ। गाइस रोयल बेंगल टाइगर। डेट होइन गाइस फाइनली आई लभ दार्जिलिङमा पुगिसकेको छ। नमस्कार छ गाइस, जय मसी सलाम। हामी चाहिँ आई लभ दार्जिलिङमा पुगिसकेको छौँ। आई लभ दार्जिलिङ। लभ यु। केटीहरू चाहिँ एकदम मक्खन हुन्छ अरे हो। कमेन्ट गर्नु होला गाइस दार्जिलिङको केटीहरू यहाँनिर। गाइस यसले जिम्मेवारी लिन्छ हो, कसले हेर्दैछ दार्जिलिङको केटीहरू मेसेज गरिदिनु होला कमेन्टमा होइन। नम्बर छोडिदिनु आइडी। गाइस फाइनली है घुमिसकेर घर पुगिसकेको छु यहाँनिर उसको घरमा। अनि गाइस आजको भ्लग चाहिँ एकदम दामी भएको छ, तपाईँहरूलाई पनि थाहा छ गाइस। लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। अनि फेरि अर्को भ्लगमा भेटौँला। अहिलेको लागि गाइस सुत्न आँटेको त्यसैले गर्दा बाई।